नमस्कार सम्पूर्णमा र म दुर्गाबहादुर एसएसडी दुर्गाबहादुर आले र मेरो घर चाहिँ तनहुँ जिल्ला र हाल चाहिँ म यतिखेर कुवेतबाट है कुवेतको डिएक्सन कम्पनीको जुन मेन ब्रान्चबाट होइन साल्मिया भन्ने ठाउँबाट चाहिँ है कुवेतको जुन साल्मिया भन्ने ठाउँबाट चाहिँ यतिखेर हजुरहरूको माझमा एउटा सानो भिडियो लिएर चाहिँ हजुरहरूको माझमा उपस्थित हुन आएको छु र मैले यस्तो किसिमको जानकारी लिएर हजुरहरूको माझमा उपस्थित हुन आएको छु जो कि डिएक्सन कम्पनीले जुन उत्पादन गरेको जुन एउटा हाम्रो स्वास्थ्यको लागि होइन हाम्रो शरीरको लागि अत्यन्तै महत्त्वपूर्ण उत्पादनको बारेमा चाहिँ हजुरहरूको माझमा केही जानकारीहरू चाहिँ दिन गइराखेको छु जो कि यो चिजलाई चाहिँ जुन मैले विगत लामो समयदेखि सेवन गरेर जुन पाएको जुन अनुभवका कुराहरू होइन र यसलाई एउटा मल्टिभिटामिन भनेर चिन्ने गर्दछ र यसलाई एउटा सुपर फुड अथवा फ्युचर फुड भनेर पनि यसलाई चिन्ने गर्दछ होइन र तपाईँको यसमा चाहिँ होइन अब हाम्रो शरीरको लागि जुन चाहिने जुन भिटामिनहरू होइन जस्तै भिटामिन ए बी बी1 बी2 बी3 बी6 बी10 बी12 होइन र बिटा क्यारोटिन एमिनो एसिड होइन म्याग्नेसियम पोटासियम सोडियम क्याल्सियमदेखि लिएर होइन र साथमा जुन क्लोरोफिल भन्ने होइन र तपाईँको जुन आमाको जुन दुधमा जुन पाइने जुन भिटामिनहरू होइन देखि लिएर विभिन्न जुन हाम्रो शरीरको लागि जुन चाहिने विभिन्न किसिमको जुन भिटामिनहरू चाहिँ यसबाट पाइन्छ होइन र त्यसैले गर्दा यसलाई चाहिँ एउटा मल्टिभिटामिनको रूपमा चिन्ने गर्दछ यसलाई है र तपाईँको जुन यसले चाहिँ होइन अब यसको सेवनबाट चाहिँ हाम्रो शरीरमा चाहिँ रगत बढाउने होइन जस्तै कसैको शरीरमा रगतको कमी छ भने ती त्यस्तो व्यक्तिहरूले चाहिँ यो खानुभयो भने त्यो रगतको कमी छिटोभन्दा छिटो परिपूर्ति गराउने काम गर्दछ र यसलाई सेवन गरिराख्नुभयो भने तपाईँको कहिले पनि हाम्रो शरीरमा चाहिँ रगतको कमी हुनुबाट जोगाउने काम गर्दछ है त्यो किसिमको काम गर्दछ र साथमा यसलाई चाहिँ एउटा वैज्ञानिकहरूले पनि के भनिएको रहेछ त भन्दाखेरि दैनिक रूपमा चाहिँ हामीले यसलाई चाहिँ 3 ग्रामदेखि 5 ग्रामसम्म चाहिँ हामीले यसको सेवन गर्न सक्यौँ भनेदेखि चाहिँ तपाईँको यसले चाहिँ ठ्याक्कै हाम्रो शरीरमा चाहिँ ब्यालेन्स फुडको काम गर्दछ होइन जो कि मतलब सन्तुलित भोजन भनेर भनिन्छ नि होइन जो कि मतलब यसले चाहिँ दैनिक रूपमा कम्तीमा पनि 3 ग्रामदेखि 5 ग्रामसम्म चाहिँ दैनिक रूपमा हामीले सेवन गऱ्यो भने यसले चाहिँ तपाईँको हाम्रो शरीरमा चाहिँ सन्तुलित भोजनको काम गर्दछ है मतलब जो कि 80% क्षारीय खाना र 20% अम्लीय खानाको ठ्याक्कै सन्तुलन मिलाउने काम गर्दछ होइन त्यसैले गर्दा 3 ग्रामदेखि दैनिक रूपमा चाहिँ 3 ग्रामदेखि 5 ग्रामसम्म चाहिँ यसको सेवन गर्न सक्यो भने होइन दैनिक रूपमा सेवन गर्न सक्यो भने चाहिँ यसले ठ्याक्कै त्यसले सन्तुलित भोजनको काम गर्दछ हाम्रो शरीरमा है र जुन यसको उत्पादन चाहिँ सन् 1952बाट होइन जापानबाट चाहिँ जुन वैज्ञानिक पद्धतिबाट जापानिज वैज्ञानिक पद्धतिबाट चाहिँ यसको खेतीको सुरुवात गरिएको पाइन्छ होइन किनभने यो त एउटा 5000 प्रजातिको जुन एउटा उत्कृष्ट लेउ किङ लेउबाट चाहिँ यो निर्माण गरिएको छ होइन यो उत्पादन गरिएको छ मतलब ब्लू ग्रिन एल्गी भनेर चाहिँ चिन्ने गर्दछ है त्यो प्रजातिको लेउलाई होइन यो चाहिँ ब्लू ग्रिन एल्गी नामक जुन वनस्पति भनेर पनि चिन्ने गर्दछ है त्यसबाट चाहिँ यसको उत्पादन चाहिँ गरेको है र यो चाहिँ एउटा हिजोको दिनमा वैज्ञानिकहरूले चाहिँ यसको अनुसन्धान गर्नुभएको रहेछ होइन जो कि तपाईँको जस्तै पानीमा हुने जीव जन्तुहरू होइन जस्तै अब व्हेल माछाहरू कछुवा यताउति होइन तिनीहरू चाहिँ मतलब कमसेकम 300-400 वर्षसम्म चाहिँ 300-400 वर्षसम्म चाहिँ आयु हुन्छ अरे कि त्यति लामो आयु हुन्छ अरे कि होइन र त्यसैले गर्दाखेरि चाहिँ वैज्ञानिकहरूले चाहिँ मतलब यसलाई चाहिँ होइन अब तपाईँको भनौँ न अब के भन्छ
पानी मुनि हुने जीव जन्तुहरूले चाहिँ के खाँदो रहेछ जो कि यति लामो आयुसम्म बाँच्ने भनेर चाहिँ वैज्ञानिकहरूले चाहिँ अनुसन्धान गर्दाखेरि चाहिँ यो ब्लू ग्रिन एल्गी नामको जुन वनस्पति चाहिँ एकदमै समुद्रको एकदमै गहिरो भागमा पाएको थियो होइन। र यो खाएर चाहिँ मतलब यिनीहरू चाहिँ यो पानीमा हुने जीव जन्तुहरू चाहिँ यति लामो आयुसम्म बाँच्दो रहेछ, जीवित रहँदो रहेछ भन्ने कुरा चाहिँ पत्ता लगाएको रहेछ। र त्यसपछि चाहिँ फेरि वैज्ञानिकहरूले चाहिँ मतलब यसको उत्पादन चाहिँ बाहिर हामीले चाहिँ मतलब भनौँ न अब बाहिर यसको उत्पादन हामीले चाहिँ गर्न सकिन्छ कि मिल्छ कि मिल्दैन, हुन्छ कि हुँदैन भन्ने जस्तो जुन कुरालाई चाहिँ अनुसन्धान गरेर चाहिँ सन् 1952बाट चाहिँ जापानिज वैज्ञानिकहरूले चाहिँ यसको होइन आधुनिक पोखरीबाट चाहिँ यसको जुन खेतीको सुरुवात गरेको पाइन्छ। र पछिबाट जुन हाम्रो 1993बाट चाहिँ जुन हाम्रो डिएक्सन कम्पनीले पनि यसको जुन 3वटा लार्जेस्ट पोखरीबाट चाहिँ सुरुवात गरेको पाइन्छ। र अहिले हालमा आएर चाहिँ तपाईँको 22वटा लार्जेस्ट पोखरीबाट चाहिँ यसको उत्पादनहरू गर्दै आइराखेको छ विगत लामो समयदेखि। र तपाईँको यो स्पाइरुलिना होइन, यो चाहिँ हाम्रो शरीरको लागि जुन चाहिने होइन, अब मतलब कि हाम्रो शरीरको लागि जुन भनौँ न जस्तै कुनै पनि दाल, गेडा, गुडी, अन्डा, बाली, दुध, दही, घिउ होइन, मह होइन, काजु, बदाम, पिस्ता भने जस्तो होइन, हरेक चिजबाट जुन पाउनुपर्ने जुन भिटामिन तत्त्वहरू चाहिँ यसबाट पाइने गर्दछ होइन। र विभिन्न किसिमको हरियो सागसब्जी र विभिन्न किसिमको फलफुल होइन, त्यो सबै चिजबाट जुन पाउनुपर्ने जुन भिटामिनहरू चाहिँ यसबाट हाम्रो शरीरले पाउने गर्दछ होइन। हामीले त्यो विभिन्न किसिमको जुन फलफुलहरू सागसब्जीहरू अब काजु, बदाम, पिस्ता, दुध, दही, घिउ, महहरू त किनेर त खान सकिँदैन होइन। किनेर खान सके पनि त्यो फलफुल सागसब्जीहरू सबै अर्ग्यानिक छैन, सबै केमिकलाइज छ, यो कुरा सबैलाई थाहा छ होइन। र तपाईँको त्यो ठाउँमा चाहिँ हामीले सर गुड मोर्निङ सर, यस सन्चै छ सर, यस सरी हुनुहुन्छ, यस सर, यस सर। र त्यो सबै चिजबाट चाहिँ जुन पाउनुपर्ने जुन भिटामिन तत्त्वहरू चाहिँ हामीले यसबाट पाइन्छ कि, जो कि विभिन्न किसिमको हरियो सागसब्जी फलफुल होइन। आज हामीले त्यो चिज किनेर खानु पनि सम्भव छैन होइन, किनभने किनेर खाए तापनि अर्ग्यानिक छैन, सबैमा केमिकलाइज छ। त्यसले होइन हाम्रो स्वास्थ्यलाई जुन फाइदा गर्दैन, हाम्रो शरीरको लागि जुन चाहिने त्यो त्यसबाट जुन पाइँदैन। सो त्यसैले गर्दाखेरि चाहिँ यदि यो स्पाइरुलिनालाई चाहिँ हामीले सेवन गऱ्यौँ भनेदेखि चाहिँ मतलब हाम्रो शरीरको लागि चाहिने जुन हाम्रो विभिन्न किसिमको जुन फलफुल सागसब्जी, माछा, मासु, दुध, दही, घिउ, मह होइन, काजु, बदाम, पिस्ता भने जस्तो दाल, गेडा, गुडी, अन्डा, बाली हरेक चिजबाट जुन पाउनुपर्ने जुन भिटामिनहरू चाहिँ यसबाट हाम्रो शरीरले पाउने गर्दछ। र यो चिज पूर्ण नेचुरल छ होइन, यसमा कुनै पनि केमिकल छैन। सो त्यसैले गर्दाखेरि चाहिँ आज जन्मेको बच्चादेखि लिएर जुनैसुकै उमेरको मानिसले पनि होइन, रोगी निरोगी सबैजनाले प्रयोग गर्न सकिन्छ, कुनै साइड इफेक्ट छैन होइन। र यसले चाहिँ हाम्रो शरीरको लागि जुन चाहिने हरेक किसिमको जुन पोषण तत्त्वहरू परिपूर्ति गर्ने काम गर्छ। अनि त्यसपछि हाम्रो शरीरको जुन रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि विकास गर्ने काम गर्छ, मतलब कि हाम्रो शरीरको जुन इम्युनिटी पावरलाई चाहिँ बुस्ट गर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो शरीरको जुन कोष तन्तुहरूलाई चाहिने जुन पोषण तत्त्वहरू परिपूर्ति गरी कुपोषण हुनुबाट जोगाउने र साथमा हाम्रो शरीरको लागि चाहिने जुन पोषण तत्त्वहरू परिपूर्ति गर्ने र साथमा हाम्रो जुन इम्युन सिस्टमलाई चाहिँ बुस्ट गर्ने किसिमको महत्त्वपूर्ण काम गर्छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यो चिजलाई चाहिँ हामीले सेवन गरिराख्यौँ भने साँच्चै नै हामी बिरामी हुनुबाट हतपत बिरामी हुनुबाट होइन, रोग लाग्नबाट जोगिन सक्छौँ। त्यसैले गर्दाखेरि चाहिँ दैनिक हरेक महिना चाहिँ कमसेकम हरेक महिना सबैजनाले चाहिँ मतलब कम्तीमा यो स्पाइरुलिना र एउटा कफी यति चिज चाहिँ सबैले
हरेक महिना प्रयोग गर्ने कोसिस गर्नुहोला भन्दै आजको यो भिडियोबाट चाहिँ म ओझेल पर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्कार, गुड मर्निङ डिरेक्सन।